ल बिरु सर आजको कार्यक्रमबारे छोटो यहाँको भनाइ जाओस् त। आज चाहिँ हाम्रो सुनकोशी मरिन डाइभर्सनका हाकिम साहब मेरो अनुन्नय मित्र कुसन बाबु सुवेदीको अध्यक्षतामा त्यसै गरी हाम्रो सिन्धुलीको कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण कटवालज्यूको चाहिँ प्रमुख आतिथ्यता र हाम्रो निर्वाचन कार्यालय सिन्धुलीका हाकिम साहब विशाल पिटाकोटेको चाहिँ विशेष आतिथ्यतामा यो शनिबार विशेष निर्वाचन छलफल कार्यक्रम मरिन खोलाको यो किनारमा हामी गर्न गइरहेका छौँ र यस कार्यक्रममा चाहिँ सहभागी हुनुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै स्वागत गर्दै हामी चाहिँ आज शनिबारको दिन यो मरिन खोलामा माछा मार्ने तर्खर गर्दैछौँ र निर्वाचनमा अन्तिममा चाहिँ A few moments later. ओ वाउ पानी हाल्न नि आगो बल्छ अनि वाउ हुन्छ। उ त टाउको चाहिँ के गर्यो त नहाल्नु यो पहिला हालेको छ।